नेपालको पहिलो रोड हुँदै चापागाउँ र लेले जाने बाटो है यो चाहिँ। ल यो चाहिँ लेलेको चारैतिरको डाँडा है, तपाईहरु देख्न सक्नुहुन्छ वारीदेखि पारी। साइक्लिङ गर्दै चारैतिर हेरौँ है त। देखिएको अन्तिम गाउँ चाहिँ सीमा क्षेत्र रहेछ लेलेको। यहाँदेखि उतापट्टि गोदावरी टौखेल बडीखेल झर्ने बाटो रहेछ। जाउँ है त सँगै। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भ्लग। सो आज चाहिँ म लेले जाँदैछु। लेलेको लागि भनेर घरबाट निस्किसकेको छु। ठ्याक्कै सन्तानेश्वरबाट यो चापागाउँ जाने बाटो हुँदै जाने सादो बाटोबाट घुम्नुपर्छ नि त, उकालो पर्छ, त्यही भएर ठ्याक्कै सर्टकट बाटो राम्रो छ बाटो पनि, त्यही भएर यो बाटो जाँदैछु भनौँ न। सो अगाडि हेरौँ कस्तो के हुन्छ है त। लेट्स एक्सप्लोर द लेले है। ल यो चाहिँ ठ्याक्कै हामी ठैबचोकदेखि भित्र छिरेपछि सन्तानेश्वर हुँदै यो चाहिँ चापागाउँ छिर्ने बाटो हो, सर्टकट बाटो भनौँ न। यहाँदेखि चाहिँ सर्टकट बाटो छ, नभने उदो सादो बाटो घुम्नुपर्छ नि त, त्यही भएर यो चाहिँ सन्तानेश्वर हुँदै जाने सर्टकट बाटो है। साइक्लिङ ब्लग बनाउने इच्छा जागेर है बनाउँदैछु। सो हेरी साथ दिनु होला, सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। सो स्टे ट्युन विथ युएमबी ब्लग है गाइज। मैले चाहिँ पहिला पनि युट्युबहरू ट्राई गरिसकेको थिएँ कि धेरैवटा च्यानल, तिनीहरू डेट भयो। त्यस पछाडि फेरि यो साइक्लिङ ब्लग बनाउने इच्छा जागेर है बनाउँदैछु। सो हेरी साथ दिनु होला, सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। स्टे ट्युन विथ युएमबी ब्लग। लेट्स एक्सप्लोर लेले टुगेदर। ए वाउ, ल बवाल छ रोड, दामी छ ल। ल म चाहिँ अहिले ठ्याक्कै बजार बराई मन्दिरदेखि राइट लागेर चाहिँ यो चापागाउँ निस्किने बाटो जाँदैछु। यहाँदेखि ओह्रालो पर्छ, ठ्याक्कै चापागाउँ निस्किन्छ। त्यहाँदेखि लेलेको यात्रा सुरु हुन्छ उकालो है। हेरौँ अगाडि। किप वाचिङ गाइज। म चाहिँ अब चापागाउँको रोड निस्केर यो लेलेको उकालो लागिसकेको छु है। लेलेको लागि उकालो निस्किसकेको छु। बाटो उकालो छ, गर्मी छ, काम छ, त्यही पनि अब भिडियो बनाऊँ भनेर अब लागि परेर लाग्दैछु है। सो सपोर्ट गरिदिनु होला, साथ दिनु होला अन्तिमसम्म हेरेर। म चाहिँ अहिले अब यो तालचीखेल आइपुगेँ। तालचीखेलदेखि तालचीखेल हुँदै उकालो लाग्दैछु लेलेको लागि। सो किप वाचिङ, स्टे ट्युन विथ युएमबी ब्लग। नेपालको पहिलो रोडसँगै मेरो पनि पहिलो ब्लग सुरु हुँदैछ। म चाहिँ अहिले यताबाट यो नेपालको पहिलो रोड पर्ने यताबाट ठ्याक्कै अहिले आउँदैछु। अनि लेले चाहिँ अगाडि पर्छ, तपाईँले देख्न सक्नुहुन्छ। पछाडि देखेको दृश्य एकदमै बवाल देख्न सक्नुहुन्छ है। यस्तो दामी छ कि भ्यू है। अगाडि पक्कै पनि अझै राम्रो दृश्य देख्न सकिन्छ भन्ने आशा राख्छु होइन। स्टे ट्युन विथ युएमबी ब्लग गाइज। अगाडिको दृश्यहरू हेर्नको लागि पक्कै पनि अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा विश्वास गरेको छु है गाइज। लागौ है त गन्तव्यतर्फ। लेट्स गो। If you are having fun guys, please like, share, subscribe गरिदिनु नबिर्सिनु होला। आगामी आउने दिनहरूमा यस्तै अझै राम्रो भिडियोहरू ल्याउने कोसिस गर्नेछु। रोज आते हैं इस उम्मीद पे आज जीतेंगे, कल जीतेंगे, परसों जीतेंगे, रोज हारते हैं।
सो सपोर्ट साथ सपोर्ट गरिदिनु होला। ल यो कुना कुनामा चाहिँ पहिरो झरेर अलिकति बाटो बिग्रे जस्तो भएर छेकी पनि दिनुभएको रहेछ है, सावधानको लागि। त्यो गर्नुपर्ने जरुरी पनि हुन्छ है। तपाईहरु अगाडि देख्न सक्नुहुन्छ लेलेको भ्यू देखिन थालेको छ। एकदमै बवाल देखिरहेछ है। अगाडि देखिएको ठाउँ चाहिँ लेले पर्छ। जस्ट वाउ भ्यू चाहिँ। र लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। तपाईहरुलाई ठाउँ कस्तो लागिरहेको छ कमेन्ट गरेर जानकारी गराउनु होला भन्दै स्टे ट्युन विथ युएमबी ब्लग। बाटो पनि निकै चौडाइ ठुलै बनाउनु भएको रहेछ। नेपालको धेरै कम ठाउँमा यस्तो ठुलो ठुलो रोडहरू चाहिँ देख्न पाइन्छ। विदेश चाहिँ जस्तो अनुभव आयो भनौँ न। जान त गएको छैन हैन, विदेशको अनुभव छैन। त्यही पनि अब हेर्न सकिन्छ। अहिले सञ्चार माध्यमको टेक्नोलोजीको जमाना छ है, देखिरहेकै हो। त्यही भएर बवाल छ। सो यहाँदेखि देखिरहनु भएको छ भ्यूहरू पनि बवाल देखिरहेछ है। देखेको डाँडादेखि काटेर आए यता चाहिँ लेले पर्ने रहेछ। बवाल देखिरहेछ। सो एक्साइटेड है। म चाहिँ लेले प्रवेश गरिसकेको छु। तपाईहरु देख्न सक्नुहुन्छ। एकदमै बवाल भ्यू देखिरहनु भएको छ। सो स्टे ट्युन विथ युएमबी ब्लग। अझै अगाडि आउने भिडियोमा अझै राम्रो नजारा सिनहरू बवाल देख्न सक्नुहुन्छ। पक्कै पनि देखिएको सहरहरू चाहिँ लेले पर्दो रहेछ। त्यहाँदेखि सीमा क्षेत्र गोदावरी वारिपारी पर्ने रहेछ ठ्याक्कै। देखिएको डाँडादेखि यता लेले, त्यहाँदेखि उतापट्टि अर्कै ठाउँ पर्ने रहेछ। बवाल देखिरहेछ। जोस् थाहा पाउनको लागि चाहिँ तपाईँ पक्कै पनि मेरो भिडियोको अन्तिमसम्म जोडिएर साथ दिनै पर्ने हुन्छ। सो हेर्दै गर्नुहोला। अगाडि देखिरहनु भएको सहरहरू लेले नै पर्दछ। यो डाँडाकाँडाले छेकिएको यतापट्टि चाहिँ लेले पर्छ। त्यहाँदेखि उतापट्टि भनेको अर्कै ठाउँ पर्ने भयो भने चाहिँ म फर्किँदाखेरि घुमेर त्यो देखिएको पल्लो गाउँ भनौँ ठाउँदेखि चाहिँ बाटो पक्कै पनि त्यताबाट हुनुपर्छ। सो त्यताबाट म घुमेर फर्किन्छु अगाडि हेर्नको लागि चाहिँ। तपाईँ भिडियोको अन्तिमसम्म जोडिनै पर्ने हुन्छ। त्यही भएर अन्तिमसम्म हेर्नलाई हजुरहरूलाई विनम्र अनुरोध गर्दछु। सो यो चाहिँ ललितपुर नगरपालिकाको गोदावरी 5 लेले पर्छ। तपाईहरु देख्न सक्नुहुन्छ अगाडि एकदमै बवाल भ्यू देखिरहेको छौँ है। सो एक्साइटेड है। अगाडि जुन डेस्टिनेसनसम्म हिँडेको छु त्यो गन्तव्यसम्म पुग्दाखेरि चाहिँ कस्तो छ भन्ने जानकारी पाउनको लागि चाहिँ तपाईँ मेरो यो भिडियोको अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। र मैले चाहिँ मेरो भिडियो चाहिँ धेरै लामो भएकोले मैले एपिसोड गरेर तपाईहरुलाई देखाउने प्रयास गरेको छु। र आउने एपिसोड चाहिँ झन् बवाल छ है। तपाईले यसमा देखिएको सिनहरू कस्तो लाग्यो तपाईलाई कमेन्ट गर्नु होला। कमेन्ट गर्न नबिर्सिनु होला। र अझै एपिसोड 2 मा चाहिँ यो भन्दा बवाल खतरा ठाउँहरू आउने छ। त्यो तपाईहरुले एपिसोड 2 मा देख्न पाउनु नै हुनेछ। सो लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। लेलेको अन्तिम ठाउँमा चाहिँ मनोकामना मन्दिर रहेको रहेछ। एकदमै राम्रो ठाउँ मलाई लाग्यो। पक्कै पनि तपाईहरुलाई पनि मन पर्ने नै छ। एक्सप्लोरिङ लेले ब्लग चाहिँ आउने एपिसोड 2 मा अझै बवाल खतरा हुनेछ है। अझै पनि तपाईहरुले लाइक शेयर सब्स्क्राइब गर्नुभएको छैन भने च्यानलमा गएर लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। नेपालमा लुकेर रहेका यस्ता प्राकृतिक सम्पदालाई चाहिँ विश्वव्यापी बनाउनका निमित्त हजुरको लाइक शेयर सब्स्क्राइब एकदमै महत्त्वपूर्ण रहेको हुँदा लाइक शेयर सब्स्क्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।
नेपालमा लुकेर रहेका यी र यस्ता ठाउँहरू एक्सप्लोर गर्नको लागि नै मैले चाहिँ यो युएन ब्लग सुरु गरेको छु। युएन ब्लग आजबाट सुरु भयो। अब म हरेक यात्रा तपाईसँग बाँड्नेछु। ल डुल्दै आज चाहिँ लेले गाउँतिर आएको थिएँ। लेले ठाउँ, लेले भन्ने ठाउँ, यो चाहिँ लेलेको अन्तिम गाउँको अन्तिम घरमा छु म चाहिँ। यहाँ बसेँ, एकछिन अङ्कलसँग यहाँ गफसफ गऱ्यो। यो चाहिँ अब यता देखिएको अन्तिम घर पर्छ यो चाहिँ होइन। सो अब बाटो लाग्नु पर्यो भनेर अगाडि हेरौँला। यहाँ अङ्कलले चाहिँ एकदम राम्रो आमदामी गरिरहनु भएको रहेछ, जस गाउँमै बसेर पनि।